मैले त्यही भने मैले हजुरलाई भनेको छु गाउँपालिका तपाईले आफैले भन्नुभयो एउटा गाउँपालिका अगाडिको ढल व्यवस्थापन गर्न तपाईले चाहिँ स्थानीय सरले तपाईले चाहिँ लिनुपर्छ भन्दा चाहिँ तपाईले भोट हालेपछि त के अर्थ भयो त भन्नु त तपाईले हजुरले सुन्नुहोस् न मेरो कुरा मैले उहाँहरूलाई यहाँ सहयोग गरिदिनु पर्यो भने होइन मैले भने ठेकेदारसित कुरा गरिरहेको छु उनीहरूको काम धेरैतिर छ यहाँ अहिले पिच भएर सडकमा गाडीहरू हिँड्ने अवस्था भएको छ यतिको पनि अन्त बनाउनु भएको छैन हामी त्यो काम गर्छौँ अब केही समय पर्खिदिनुहोस् भनेको छ भने आउने अब त्यो कुरा भन्दाखेरि मैले उहाँलाई भने उहाँहरूको समस्या चाहिँ उठाउनु भने उहाँले उठाएको कुरा त उनीहरू आएर बसेको बेलामा हामी राखेर छलफल गराइदिन्छौँ अब त्यो सबैको घरमा पानी पस्ने कुरा मलाई थाहा छ नभए होइन अहिले सडक गयो पहिला त के थियो भने यो भल खोलामा अड्दैन थियो हाम्रो यतैबाट सडकबाट बग्थ्यो त्यो कारणले सडक हाइट गर्नु पर्यो यो खोलाको पानी सडकपट्टि नआओस् भनेर सडक डिभिजनले अब हाइट बढाएर सडक बनाइदियो पुराना घरहरू सबै सडकको तल्लोपट्टि परे तल्लोपट्टि साइडमा भएका घरहरू अझै डुबा नहुनको लागि त पानीको निकास व्यवस्थित गर्नुपर्छ भनेर उनीहरूसँग हामीले बार बार कुराकानी भइराखेका छौँ कतिपय ठाउँमा उनीहरूले गर्दछन् उनीहरूको प्रायोरिटी पहिला सडक निर्माण गर्ने कुरामा गयो सडकको काममा अब धेरै दुर्घटना भएर कति ठाउँमा समस्या भइसकेपछि हामीले पनि गरायौँ अहिले सडक लगभग एक हिसाबले हाम्रो एरियामा पिचको काम अब त्यहाँ बाँकी छ तल यतातिर धेरै भएको छ अब दायाँ बायाँका संरचनाहरू हामीले बनाउनु पर्ने काम हामी गर्छौँ भनेर उनीहरूले भनिरहेको कारणले हामीले धेरै त्यहाँ गएर प्रेसर गरिरहेको स्थानीय सरकारको काम हो त साइड क्लियर गर्ने त त्यो स्थानीय सरकार उनीहरूले गरेका कार्यक्षेत्रभित्र त ड्रेन त उनीहरूले बनाउनु पर्यो नि सडकको ड्रेन बनिसक्यो त सडक त योभन्दा बढी कति बनिन्छ अब सडक यहाँले बनेर भयो त्यसो पानी पठाइदिनु पर्यो नि कहिले व्यवस्थापन हुनु पर्यो नि त अध्यक्षज्यू त्यो भन्न लाग्यो कि हजुरलाई मैले अब हजुरहरू अब यो तपाईँ मलाई नाफा हुने होइन मलाई घाटा हुने होइन है म यहाँ बस्ने होइन म बस्छु गजरी गाउँपालिका हुने तपाईँहरूलाई हो तपाईँको लागि आवाज उठाउनु त म यहाँ आउने त्यो राम्रो भएन नि त त्यो भन्न खोजेको कि तपाईँको गल्ती गरेन हो हाम्रोबाट भएको गल्ती भयो भन्नुहोस् अब हामी गल्ती गर्दैन अब हामीले कसरी अगाडि बढाउँछौँ होइन गाउँपालिकालाई गल्तीलाई कसरी अगाडि बढाउँछौँ बजार व्यवस्थापन कसरी गर्छौँ जनतालाई चाहिँ होइन एउटा राति सुत्दाखेरि पनि बजार बाहिर लैजानु पर्छ बजारको मान्छे यस्तो छ गाउँमा के होला